लसो नमस्ते दिलेक अनि त्योभन्दा अगाडि भिडियोमा हामीले बिहान सधैँ दिन सुरुवात हुनेभन्दा अगाडि हामी सधैँ पढ्नेको पाठ कुन कुन हो र अनि किन पढ्ने भनेर अगाडि हामी गइसकेर आज चाहिँ हामी पढ्ने तरिका कसरी पढ्ने अब कुनैलाई गाह्रो भइरहेको हुन्छ तिनीहरू लागि चाहिँ हामी कसरी पढ्ने भनेर आज यो पढ्न सिक्नेछौँ त्यो चाहिँ म बिस्तारै पढ्छु अनि तपाईँहरू पनि सक्छ भने सँगै पढिदिनु अनि त्यो भएन भने तपाईँहरू मजाले हेर्नु होइन कुनलाई चाहिँ के भन्दो रहेछ भनेर आज चाहिँ विशेष कसरी पढ्ने हो भनेर सिक्नेछौँ ओके अब सिक्ने तर्फबाट लगाउँ सुरुमा फक प टसी गे प फक प टसी गे प चाहिँ हामी दिन सुरुवात अथवा जे काम पनि सुरुवात गर्नेभन्दा अगाडि पढ्छ किनकि शुभ हुनेको लागि राम्रो हुनको लागि चाहिँ काम सफलता हुने लागि चाहिँ यो पाठ पढिन्छ अब यो पाठ कहाँदेखि सुरु हुन्छ भन्दाखेरि ओम नङ सित नाम दक रङ सिन लुन टो पे ट सि छो चुई सिङ ना सुक पा यी sang ge che dang ge dun phak pai chok kun la cha chal dak chak ta shi shok don me gel po chal ten dön du gong jam pai gen pal ge dak pal dam pa kun la gong pa gya cher da pa chen lun po tar phak chal dak pal dang ni sem chen tham chet la gong dak pai pal hit chim jet pa chal rap dak pal te chen cham thö pe ta shi pal phel wa de war she pa get la chak cha lo jam pal shon no pal den dor je jin chen re sik wang gon po jam pai pal sa yi ning po dip pa nam parcel nam khai ning po ha chok kun to sang ut pal dor je pet kar lu sing dang nor bu da wa ral di ni ma yes chak chen lek nam ta shi pal gi chok jang chup sem pa get la chak cha lo rin chen duk chok ta shi ser gi nya döt jung bum zang yit wong ka ma la nyen drak dung dang phun chok pal be u mi nup gyal chen wang gyur khor lo te rin chen tak chok get ki chak chen chen chok du gyal wa chöt ching ges ket ma gek sok mo wo den pes pal pel wei tra shi
라, 모, 겟, 라, 착, 찰, 로, 창, 빠, 첸, 뽀, 대, 중, 셋, 맷, 부, 믹, 동, 덴, 당, 갤, 뽀, 율, 홀, 숭, 박, 게, 뽀, 당, lu, 왕, 믹, 미, 상, 남, 되, 세, 대, 하, 제, 홀, 로, 당, tri, shu, la, dang, dung, thung, dor, je, chen, pi, wang, ral, di, chut, ten, gyal, chen, zin, sa, sum, ne, su, ge, lek, ta, shi, pel, jik, ten, kyung, wa, get, la, chak, sa, lo, dak, chak, deng, dir, ja, wa, tsom, pa, la, gek, dang, nye, war, che, wa, kun, shi, ne, döt, den, pal, pel, sam, dön, it, shin, ru, ta, shi, de, lek, pun, sum, cho, par, sho, यहाँसम्म हामी टासी गेपाको पाठ पढिसक्छ। यहाँसम्म पढ्दाखेरि अब फेरि हामी यहाँदेखि दोहोऱ्याउनु पर्ने हुन्छ दुईचोटि तीनचोटि दोहोऱ्याउनु पर्ने हुन्छ एकचोटि अब सारा एकचोटि भयो फेरि अब दुईचोटि अब टोटल तीनचोटि पढ्नु पर्ने हुन्छ दाग चाक देङ दिर जा वा चोम पा ला गे दाङ ने वर छे वा कुन सी ने döt, dön, pal, pel, sam, dön, yit, shin, rub, tra, shi, de, lek, pun, sum, cho, par, sho, dak, chak, deng, dir, ja, wa, chom, pa, la, ge, dang, nye, war, che, wa, kun, shi, ne, döt, dön, pal, pel, sam, dön, yit, shin, rub, ta, shi, de, lek, pun, sum, chok, par, sho। अब हामी बुद्धिस्ट भइसकेपछि क्याप्डो र सेमके चाहिँ जसरी थाहा हुनुपर्ने र जानुपर्ने हुन्छ। अब क्याप्डो सोच्ने बेला चाहिँ बुद्ध बोधिसत्वहरू जति बुन्ने छ तिनीहरूलाई चाहिँ हामी मनमा सोचेर हामी चाहिँ दुःखको दलदलमा फसिरहेको सोच सम्झेर उनीहरूलाई बचाइदिनुहोस् भनेर पहिला हात दुईटा जोडेर हामीले उनीहरूलाई रिक्वेस्ट उनीहरूलाई हामीले बचाइदिनुहोस् यो दुःखको दलदलबाट बचाइदिनुहोस् भनेर दुई हात जोडेर चाहिँ हामीले यो पाठ चाहिँ पढ्नुपर्ने हुन्छ है। साङ्गे छे दाङ छो कि छोक नामला जाङ चुप बर्दो दाग नि क्याप सोची दा गी जिन सोक गी पै से नाम किस डोला फेन्चेर साङ्गे डो परशोक फेरि साङ्गे छेदाङ छोकी छोक नामला जाङचुप बर्दो दाग्ने क्याप सोन्चे दागिस जिन्सोक गिस पे söt nam kis डोला फेन्चेर साङ्गे डो परशो साङ्गे छेदाङ छोकी छोक नामला जाङचुप बर्दो दाग्ने क्याप सोन्चे दागी जिन्सोक गी पै söt nam kis डोला फेन्चेर साङ्गे
डो परै शो भन्ने यहाँसम्म तीनचोटि पढ्ने तीनचोटिमा चाहिँ सबै म जस्तै जति पनि छ प्राणी सबैलाई चाहिँ बचाइदिनुहोस् भनेर चाहिँ यहाँसम्म प्रार्थना गर्दै तीनचोटि पढ्ने पढिसकेपछि अब सेम केमा चाहिँ अब हात जोड्नु पर्ने हुँदैन अब तपाईँले हात तल राखेर अब तपाईँहरूले ध्यानमा बस्नु पर्छ यहाँमा चाहिँ सबै प्राणीहरू चाहिँ एकै नाच हो होइन एउटै हो सबैलाई सुख चाहेको दुःख नचाहेको सबै एउटै हो होइन सबैलाई चाहिँ खुसीको बिउ र अनि दुःखको बिउ चाहिँ हटेर जाओस् भनेर चाहिँ यहाँमा चाहिँ मनमा ध्यान राख्दै यो तीनचोटि पढ्नुपर्ने हुन्छ सेमचेन थम्चेन देवान्ताङ देवे gyundang temper gyurchik dukngal gi gyundang dalwar gyurchik dukngal medpe dewandang mindalwar gyurchik niring chakdang nitang dalwe tang nyom la nepar gyurche semchen thamchet dewandang dewe gyundang tenpar gyurche dungaldang dungalgi gyundang dalwar gyurche dungal metpe dewandang midalwar gyurche niring chakdang nitdang dalwe tangnyom la nepar gyurche semchen thamchet dewandang dewe gyundang denpar gyurche dukngaldang dukngalgi gyundang dalwar gyurche dungal medpe dewandang midalwar gyurche niring chakdang nidang dalwe tangnyomla nepar gyurche भन्दै क्याप्डोरा सेमके चाहिँ यहाँसम्म हामीले पढिसक्यो अब यो चाहिँ चोम्देन दिने जुम्बाले यो पाठ पढ्दाखेरि चाहिँ जति पनि बुद्धहरू छ जति पनि बुद्धिस्ट शब्दहरू सबै चाहिँ के होस् अब तपाईँहरू हाम्रो यहाँ भएको हाम्रो ठाउँमा होइन म भएको ठाउँमा यहाँ बसिदिनुहोस् भनेर चाहिँ हामीले उनीहरूलाई प्रार्थना गरेको है चोम्देन दिर्ने जुम्पाले dakchak sönam kalvarden dangi chödün shenekyang tokla gongshin nangwaran zö pemakama layetam यहाँसम्म चाहिँ तपाईँहरू पालिदिनुहोस् बसिदिनुहोस् भनेर चाहिँ यहाँसम्म सोचेर पढ्ने पनि हुन्छ यहाँदेखि चाहिँ अब हात जोडेर डग गर्ने लामा न्यामे साङ्गे रिन्पोइन्छे दुसुम देशेक सेचे थाम्चेकी कुसुङ थोकी राङजिन ज्यानलाम्पे काइन्डिन चेनपोइ स्याब्ला सोलवान्दे भनेर बसिसक्यो अनि यहाँ हामीले ढोक गरेको भनेर सम्झिनु पर्ने हुन्छ अब सम्झिसकेपछि हामी के पर्छ उनीहरूले के चढाउँछ मेन्डल अथवा जति पनि यो संसारको भूमिमा जति पनि अमूल्य चिज छ त्यो सबै हामीले चढाउँदैछु है भनेर सोचेर चाहिँ यो पाठ चाहिँ पढ्नु पर्ने हुन्छ साइन्सिए पेन्चु जोक्सिङ मेटोक्टाम रिरब लेङसी निन्दे genpandi sangye shingdu mikte pulwais dokun
namdak shingla sho idam guru ratna mandala kamriya tayami. यहाँ सिक्दिन सोलदेव पढिन्छ यो चाहिँ उहाँ गुरु रिम्पोछे पेटमा सम्भवाको जीवन कहानी चाहिँ 7 लाइनमा चाहिँ समेटेर बनेको छ यो चाहिँ उहाँको एउटा गुण सम्झिन लागि पाठ हो ओके यो पाठ पढ्नेलाई चाहिँ उहाँलाई नै सम्झेर मनमा राखेर चाहिँ पाठ पढ्नुपर्ने हुन्छ ओगेन युल्गे नोब्जाङछाम पेटमा केसर दोङपोला याछेन छोकी डुब्ने पेटमा जुङ्ने सेसुन्डक खोर्दु खाड्रो मङपेस्कोर खेतकी जेसो दाइन डुब्की जिन्गी लाप्चेर शेख सुसोल गुरु पेदमा सेदे हों ओगेन युल्गी नोब्जाङछाम पेदमा गेसर दोङपोला याछेन छोगी डुब्ने पेदमा जुङ्ने सेसुन्डक खोर्दु खाड्रो मङपेस्कोर खेतकी जेसो दाइन डुब्की जेन्गिस लाप्चेर शेख सुसोल गुरुन एमा सेदे ओंगेन युल्गे नोमजाङछाम पेदमा गेसर दोङपोला याछेन छोकी डुब्ने पेदमा जुङ्ने सेसुन्डक खोर्दु खाड्रो मङपेस्कोर खेतकी जेसो दाइन डुब्की जिन्गी लाप्चेर शेख सुसोल गुरु पेमा सेदे तीनचोटि पढिसकेपछि हामी साम्प न्युडुप पनि बनिन्छ त्यो पढ्नु पर्ने हुन्छ त्यो चाहिँ हामी यो पढ्ने बेला चाहिँ के सोच्नुपर्ने हुन्छ भन्दा यो चाहिँ उहाँ गुरु पेमा जुङ्नेले नै निकाल्नु भएको हो होइन यो पाठ पढ्ने बेला चाहिँ उहाँलाई मनमा राखेर अनि यो चाहिँ हाम्रो काम जति सक्दो चारैभन्दा चारै काम छिटो होस् होइन काममा चाहिँ बाधा केही नहोस् जति सक्दो छिटो काम बनोस् भनेर चाहिँ यो पाठको लागि हो यो पाठ पढ्दा यसरी सोचेर पढ्नुपर्ने हुन्छ मेरो मात्रै होइन सबैको पनि काम राम्रो होस् भनेर सोचेर पढ्यो भने झन् लाभ हुन्छ ओके हो छोयुङ्गेसर पेदमयन दोङपोला कोङा येसे लुन्गिस डुबैला राङजुङ छेनपो पेदमा याप युम्ने खाड्रोइ टिनफोङ ठिकला सोलवान्देप साम्पा न्युरन्दु डुम्पर जिन्गेलो लेङेन चेम्पै नामिन थुइकेम्पै नेन्दुन बरन्चुत maktuk mungi chok köşal denpay möt la se jetpay shal she ningne kulo o genje sampa nyorundu dupar jingelo de dang chultim tongla gompadang Tepes gündül telye moçaşe şerap ponsum çokpay nordün po semcen gongi güt la
rap shuk ne jik ten de git dem par u jinze sampa nyurdu du par jingelo gangla ne dang tuk ngal mi ken jung poi den dang jal poi che pa dang me chu chen zen lam chang jik pa che che yi pa thar tuk pai ne kap kun kyap dang re sa shendu ma chi pes tuk je sung shik guru o genje sampa nyurdu drupar jingi lo sauce sampa nyurdu awan de som sangye guru rin ponche Ngundru kunda dewa chen poisha Varche kunsel dundun dran ponsel Solwan devso jingi lap tu sol Chena sangwe parche jiwadang Sampa lungis drupar jingilo De som sangye guru rinpoche Ngundru kundak dewa chen poisha Barche kunsel dundun drang ponsel Solwan devso jingi lap tu sol Chena sangwe barche shiwadang Sampa lungis drupar jingilo De son sangye guru rinpoche Ngundrup kundak dewa chen poisha Barche kunsel dundun drang ponsel Solwan devso jingi lam tu sol Chena sangwe barchen jiwadang Sampan lungis drupar jingi lo यहाँदेखि यहाँसम्म 3 चोटि पढेर चाहिँ यो पाठ पढिसकेर अब हामी लोङता द्विपा यो लोङता चाहिँ हाम्रो काम राम्रो बन्ने लकी पढ्ने पाठ हो भन्दा तपाईँले बुझ्दा हुन्छ तपाईँले यो बुझ्ने भन्दा अगाडि मैले योभन्दा पहिलाको भिडियोमा भनिसकेको छु फेरि एकचोटि भन्छु यो खालीमा चाहिँ तपाईँले एउटा मैले यहाँ मोबाइलको स्क्रिनमा तपाईँले देख्न सक्नुहुन्छ यहाँमा तपाईँले तपाईँ कुन सालमा तपाईँ जन्म लिनुभयो होइन त्यो साल चाहिँ हेरेर त्यो साल चाहिँ कुन लो 12वटा बर्खामा तपाईँ कुन पर्दो रहेछ इयर्स हेर्नु त्यहाँमा छ होइन तपाईँले त्यहाँबाट हेरेर तपाईँहरूको बर्खा अथवा तपाईँहरूको लो थाहा हुन सक्नुहुन्छ है त्यो बर्खा चाहिँ यहाँ हाल्नुपर्ने हुन्छ यहाँ है यहाँ हाल्ने हुन्छ अब एक्जाम्पल म अहिले यहाँ चाहिँ मुसाको बर्खा जिवाको लोलाई चाहिँ यहाँ हालेर देखाउँछु है तर जिवा भन्दाखेरि दुईवटा शब्द रहेछ नि त होइन सिर्फ एउटा शब्द मात्रै हाल्नुपर्ने हुन्छ जी भनेर मात्रै है ताक हो भने ताक जिवा लाङ ताक हे डुक डुल ता लुक टेल जा खी फक भनेर तपाईँहरू आफ्नो बर्खा आफ्नो लो चाहिँ यहाँ हालेर
पढ्ने पर्ने हुन्छ ओम चोकजुइन सिंसु कोन्चोक चावासुम नोर्ला तेरदाक दामचेन सिदाकचे गुपेस छाकछल गुजोर अब आफ्नो हाल्ने अब एक्जाम्पल मुसा हो भने जी लोपै तपाईँको गाई गोरु हो भने लाङ लोपै भन्ने है गुपे छाकछल गुजोर ताक लोपै सोक लु वाङथाङ लुङता साथाङकुन sit na chewa takseng kyung juk dang dut gu lun juk gyal sit rin chen shin jung ngai la mes joket yar la ke lung ta chok du dar shin gen gyuren chik nyam dang gut pe ken nam dar la dok chö sit pun chok ge chen tak baran sho अब तपाईँले यहाँसम्म अब जतिचोटि त्यो अनुसारले तपाईँले बार बार दोहोऱ्याएर जप्न सक्नुहुन्छ त्यो पछि चाहिँ के छेदाङ लुदाङ वाङथाङ सोक नामदाङ खेपर लुङता छोकचुर बारवान्दाङ छिदाङ नाङ्गी döpe dönamkun gekmed nyordo dupai tinlenze यसपछि अन्तिममा येवा दिस म्युर्दुदाक लुङता छेन्पो डुग्युर्ने डोवा चिक्याङ मालुपा देयी साला क्याम्परन सो भनेर अब यहाँसम्म लुङताको पाठ पढिसक्यो अब हामी यहाँ डेमेन दुपा है डेमेन दुपामा चाहिँ हामीले अब कसलाई सम्झेर पाठ पढ्नुपर्ने हुन्छ भन्दाखेरि बिचमा यो पक्मे अमिताभ दाहिनेपट्टि चाहिँ हामीले चेरे सिक अवलोकितेश्वर अनि अनि लेफ्टमा चाहिँ देब्रेपट्टि चाहिँ हामी छाक्ना दोर्चे उहाँलाई चाहिँ सम्झेर चाहिँ हामीले यो पाठ चाहिँ पढ्नुपर्ने हुन्छ यो पाठ पढ्ने बेला पनि हामीले चाहिँ अब के चाहिँ मनमा सोच्नुपर्ने हुन्छ भन्दाखेरि अहिले यो जुनिलिएको यो शरीर यो पाको शरीर चाहिँ जब हामी छोडेर जानेछौँ तब चाहिँ तपाईँहरूको ठाउँमा तपाईँहरूको त्यो स्वर्ग ठाउँमा चाहिँ हामी पनि केही बाधा नगरेर चाहिँ त्यो ठाउँमा हामी पनि पुगोस् भनेर चाहिँ सम्झेर पढ्नुपर्ने हुन्छ 온철 산제 낭와 다엔당 예순조 토기제 첸본당 연도 셈반 돈젠 톱남라 상겐장센 방면 고른기 골 냉경원차르 방도 면바이 대완전시 자외 신감 될 낙내 대내 세변 귤만타 개와 신계 바르마 최바 대루엔게네 낭타이 샬통쇼 대게 다기 몰람 땅반디 총주 상계장샘 탐제기스 객면루पर जिनगे लामतो सोल तांध्यान था पेंसान दिया आवा बोंदा नाये सोहा भनेर यहाँसम्म देमेन्दुबा पढिसक्यो म भने पढ्नु पर्ने हुन्छ यो एकदमै जरुरत हुन्छ यो चाहिँ अन्तिमको पाठ यो पढ्नेकोलाई चाहिँ
के सोच्नु पर्ने हुन्छ भन्दाखेरि हामीले जति पनि धर्म गरेको छ जति पनि राम्रो पुण्य कमाएको छ सबै चाहिँ अरू लागि फाइदा होस् भनेर सोचेर पाठ पढ्नुपर्ने हुन्छ है Sönam diyis tamce sekbanit topne nyebe dhanam pamje shing kega nachi balung chokpayi sitpai chole drowa drolwarai shok jambal pao jitar kempadang kunto sangpo deyang deshinde denda kunje jesun daglopching gewa dendak tamche rabdungo düsum shekpe gewa tamchen kes ngowa gangla chokdo ngakpandes Dangi gewe zawa de kunjang zangpo chöchir rabdo ngowarengi molam gyalpo didak choginzo taye dowa kunla penjejing kunto sangpo genpe shungdrupte Nhân nè nam ma li tong par sho karma rabre mar men dang yu ma selpa chom bur dang mi lam lok tang chin tam bur du je chönam de tar ta भनेर यहाँसँग पाठ पढिसक्यो